नमस्ते, स्वागत छ यहाँहरु सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म हजुरहरुलाई मेरो गार्डनको ओभरभ्यू चाहिँ देखाउँदै छु। मेरो गार्डन चाहिँ के भएको छ, बेहालत भएको छ है। र घर बनाइ त सक्ने त लाग्यो है। लास्ट फिनिशिङमा चाहिँ अब चाहिँ मेरो टपमा जस्तो ग्रिलहरु लगाइसके है छतमा। र त्यहाँ त्यस कारणले गर्दाखेरि चाहिँ मेरो प्लान्टहरु चाहिँ यताउति है छरपष्ट भइरहेको छ। र यो सकुलेन्टहरु पनि हेर्नुस् यस्तो भइरहेको छ। र हुनु चाहिँ यो पानीले भिजेको छ, डाइरेक्ट पानीमा राखिदिएको छु अहिले मैले, किनभने मेरोमा जग्गै छैन। अनि घर यति साह्रो चेलेले है, माथि टेरेसमा पनि छप्परमा पनि एकदमै गज्याङ भएको छ र चाहिँ राख्ने जग्गा नभएर चाहिँ अहिले मैले चाहिँ खुला है छप्परमा खुलामा राखिदिएको छु। पानीले भेटेको छ है। र हुन त पानीले भेट्दाखेरि हामी कति पानीले भेट्यो भने चाहिँ बिग्रिन्छ भनेर भन्छौँ है। र त्यस्तो चाहिँ होइन रहेछ है। डाइरेक्ट आकाशको पानीले भेट्यो भने चाहिँ हाम्रो प्लान्टहरु सफा क्लिन पनि हुँदो रहेछ। हेर्नु कतिवटा बिग्रेको प्लान्टहरु पनि है सबै त्यो झरेर जाँदो रहेछ। अनि नयाँ नयाँ पौलाहरु आएर चाहिँ एकदमै यहाँ हेर्नुस् मेरो चाहिँ अहिले यो सकुलेन्ट पुसी भइरहेको छ। हेर्नुस् यो गमला त सानो गमला छ है, कत्रो ठुलो देखिरहेको छ हेर्नुस् है। र भन्नुको मतलब चाहिँ हामीले अहिले बर्खाको पानीमा चाहिँ भिज्नु दिउँ भन्यो भने चाहिँ त्यति अब बिगार चाहिँ गर्दैन रहेछ है। तर अब राख्नु चाहिँ पर्यो हामीले डाइरेक्ट आकाशको पानीमा है, त्यो तप पानीहरू चाहिँ भएन। र यहाँ देख्नु हुँदैछ यी मेरो गार्डन चाहिँ अहिले जङ्गल भएको छ हेर्नुस्, जताभावी प्लान्टै प्लान्ट। अनि यहाँ हेर्नुस् यो घन्टी फुल यी अस्ति पनि मैले हजुरहरुसँग अपलोड गरेको थिएँ र अहिले पनि यहाँ हुँदैछ यी घन्टी फुलहरु सबै। यति साह्रो छरपष्ट भएको छ कि हेर्नुस्, यता पनि प्लान्टै छ, उता पनि प्लान्ट, सकुलेन्ट, फ्लावरहरु सबै मिसेर चाहिँ अहिले चाहिँ मेरो गार्डनिङ चाहिँ बेहाल भएको छ। अनि देख्दा के हुन चाहिँ नर्सरीमा मैले बिक्री गर्नु राखेकोहरु जस्तो पनि देख्छ हेर्नुस् है। यी चारै दिशामा फुलै फुल। यसमा मेरो फुल मात्रै हैन, सकुलेन्ट प्लान्ट पनि छ, सकुलेन्ट भेराइटीहरु पनि छ है। अनि प्लान्टहरु पनि छ हेर्नुस् है, सबै छ। यहाँ मेरो एलोभेराहरु पनि डल्लै नै यहाँ राखेको छु। र अब कति दिनमा चाहिँ यसलाई म छप्पर, जब मेरो छप्पर पनि सकिसक्छ है, यो अहिले मैले बिल्ला पुटिङ है, बिल्ला पुट्टीहरु लाउँदै छु। त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ मेरो प्लान्टहरु चाहिँ यस्तो भइरहेको छ हेर्नुस्। सानोतिनो मेरो चाहिँ नर्सरी जस्तै भइरहेको छ हेर्नुस् है। र यसलाई चाहिँ म क्लिन गर्छु र फेरि एकदम चाहिनेहरु राख्छु है, नचाहिनेहरु चाहिँ त्यसलाई चाहिँ म फ्यालिदिन्छु, कट गरिदिन्छु। र मात्रै मेरो अब गार्डन चाहिँ अलिकति भए पनि सफा देख्छ होला। अहिले चाहिँ यस्तो भइरहेको छ, गज्याङ छ हेर्नुस् है जताभावी। यो एलोभेरा, यहाँ सकुलेन्टहरु पनि त्यत्तिकै छ है हेर्नुस्। स्ट्यान्ड त मैले पर थुपारिरहेको छु है, स्ट्यान्डमा खाली छ। र आजको भिडियो चाहिँ मेरो गार्डनिङको हालत चाहिँ यो खालको भइरहेको छ भन्ने भिडियो हजुरहरुलाई आजको मेरो गार्डनको हालत चाहिँ यस्तो खालको बेहाल भइरहेको छ भन्ने भिडियो हजुरहरुमाझ राखेँ। र हजुरहरुलाई आजको मेरो भिडियो के कस्तो लाग्यो, अनि हजुरहरुलाई आजको मेरो यो सकुलेन्ट प्लान्टहरु राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। हस् त आजलाई यति नै। फेरि अर्को भिडियोमा हजुरहरुसँग भेट गर्ने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल ह्याप्पी गार्डनिङ।